हेलो एभ्रिवान वेलकम ब्याक टु आवर अनदर भिडियो। आज चाहिँ हामी घरमा हाम्रो छोरीको 100 डे सेलिब्रेसन भन्दा पनि फोटोसुट चाहिँ गर्दैछौँ। सो हामी चाहिँ अब अहिले चाहिँ यही लिभिङ रुममै बनाउने। सो लिभिङ रुम चाहिँ हल्का खाली गर्दैछौँ, सोफा निकालेर किन त्यस्तो गरेको? सोफा चाहिँ यता छ है, यता निकालेर राख्यौँ। अब हामीले बनाउने चाहिँ यो एरियामा यो मेरो माइकलाई चाहिँ इग्नोर गरिदिनु होला है, मैले किन यस्तो गरिरहेको छु। हामी चाहिँ अब डेकोरेसन सुरु गर्दैछौँ। बेबीलाई चाहिँ यता बेसनेटमा राखेछौँ। हामी बेलुन फुक्ने र 100 डेजको डेकोरेसन हामी रेडी गर्दैछौँ। ल बनाउनु पर्यो चाँडो चाँडो, बनाउनु पर्यो चाँडो चाँडो। हजुर के भन्न चाहनुहुन्छ? हजुरको आज 100 डेज हो बेबी। हजुरलाई कस्तो अनुभव भइरहेको छ? जनतालाई भनिदिनु पर्यो। के बोलिदिनुहोस् त, बोल्नुहोस्, बोल्नुहोस् न, बोल्नुहोस् न। उहाँलाई धेरै राम्रो लाग्यो अरे है, उहाँको भाषा यस्तै छ। अनि अरू के भन्नु? अनि हजुरलाई के भन्न चाहनुहुन्छ? हजुरको आज छोरीको 100 डेज पुगेको छ। हामी के भन्न चाहन्छु भने अब की बार बालिन सरकार घन्टी बजाउनु पर्ने भयो यहाँ चाहिँ। घन्टीका फ्यानहरू धेरै छन् यहाँ। लौ ढल्यो 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 लौ ढल्यो। ल चाँडो चाँडो गरौँ त, घाम आउन लागिसक्यो। तिमी त्यो गर, म यस्तो गर्छु। तल पनि देऊ न, रिबन पुग्छ अहिले। रिबन नपुग्ला। 1 2 3 4 एउटालाई 1 2 3 4 पुग्दैन। चारवटा हो, एउटा यहाँ एक्स्ट्रा रहेछ। कतै छन् भन्ने थाहा भएन। ल हाम्रो चाहिँ यस्तो छ है। हाम्रो आज ब्ल्याक थिम हो, त्यही भएर ब्ल्याक बलुन। अनि हाम्रो ड्रेस पनि आज 3 जनाकै ब्ल्याक छ। अहिले हामी एकछिनमा देखाउँछौँ। बेबीले के गरेछ यस्तो? बेबीले निन्दा लाग्यो हो कता? अहिले फोटो खिच्ने बेलामा सुत्ने हो भाइ। अहिले सुते त हुन्थ्यो बरु। ल अर्को वान पनि रेडी भयो। यस्तो छ है। ए 0 ल हजुर ल यस्तो छ हाम्रो। ल भयो। के रहेछ यो? हेर त के हो यो? 1 खै भनेको खै। एउटा थाहा छैन। 4वटा अनि एउटा एक्स्ट्रा खाऊ भन्छ एउटा। कतै गएर थाहा भएन, छोड्दै केही हुँदैन।
ए यहाँ त सबै झरेछ ल टाँसे है त यहाँ अर्को चाहिँ कता होला यहीँ टाँसे यो पनि ए यता पनि खसेछ ल सबै खसेछ कहाँ गयो खोज्नु पर्यो ल एउटा चाहिँ कता हरायो त्यो माथिको ए भेटे यता पछाडि रहेछ ल यो पनि भयो ल अब ह्याप्पी 100 डेज त्यता यता चाहिँ यस्तो केक होला यस्तो इन्क्लाइन गरेर म खोल्दैछु ह्याप्पी 100 डेज ल ह्याप्पी त्यहाँ अनि ह्याप्पीको ठ्याक्क सिधा तल चाहिँ 100 डेज हेलो भन्दै हेलो हाई हाई ल ल रेडी हुँदैछ है ल नाच्यो सानो अब एकछिनपछि हाम्रो फोटोसुट सुरु हुन्छ ड्याडीले 100 डेज टाँस्दै हुनुहुन्छ ल हेरौँ है त अब खै वाउ कस्तो राम्रो देखेको ह्याप्पी 100 डेज हे ए ल हाम्रो त यस्तो देखियो है अलिकति यता अझै यता ल हुन्छ ल त्यही ए यहाँ त हामीसँग त अर्को 100 डेज पनि रहेछ ह्याप्पी 100 डेज भित्तामा टाँसेको त सानोवाला रहेछ क्या हो यहाँ चाहिँ ठुलो छ ल ठुलोवाला टाँसौँ त खै नापौँ है त कस्तो रहेछ ए 100 डेज चाहिँ ठुलै रहेछ दियोस् पहिला गर त नयाँ यो ह्याप्पी त सेम रहेछ ए राखौँ है हुन्छ ह्याप्पी त्यही राखौँ तलको 100 डेज मात्रै निकालेर टाँसौँ अब निकाल्दा कता उक्किने हो फेरि वाउ बल्ल ठिक्क देखियो हेर त ठुलो पनि देखियो यहाँ स्टारहरू पनि छ टाल्ने हो त्यहाँ स्टारहरू अनि त्यो लभहरू के छ त्यहाँ हेर त त्यहाँ चाहिँ वरपर टाँसौँ अनि हाम्रो लगभग सकिन्छ होला कति खसेको हो यो अब एकचोटि टाल्ने हो खस्यो भने फोटो खिच्दा मात्रै टाल्छ ल यी चाहिँ ल प्री ट्रायल है यो चाहिँ ड्रेस लगाउनुभन्दा अगाडि खसेछ यो कस्तो क्युट देखिएको वा यसमै गर्नुपर्छ कि अब फोटोसुट ल यहाँ चाहिँ डेडीले ड्रेस लगाउँदै हुनुहुन्छ हाम्रो आजको यो ब्ल्याक ड्रेस है ल ठुलो भयो त सबै देखियो मैले भनेको नि त्यो अर्को सानो ठिक छ भनेर ल सुरुमा यो गरौँ अनि सानो पनि ट्राई गरौँ ल यो अलिक ठुलो पनि छ यो रुन्चे जस्तो छ अब ल हाम्रो फाइनल लुक चाहिँ यस्तो देखियो कोही कपडा खाँदैछ नि ए रामनी ल यताको कालो फेरि झरेछ ल यता चाहिँ क्रिकेट चलिरहेछ है यो वर्ल्ड कप 2026 अनि यता चाहिँ हाम्रो
डेकोरेसन फेरि खस्यो हामी चाहिँ अहिले एकछिन ब्रेकमा छौँ फोटो खिच्दा खिच्दै छोरी रोएर सुत्यो दुध खाएर यहाँ घाम पनि आयो के गर्नु नगर्नु यतिकै बसिरहेछौँ अब उठेपछि फेरि ट्राई गर्छौँ खिच्नको लागि त्यो सायद कपडाले नै होला कपडाले भिजाएर हो कि जस्तो लाग्छ अब सुतेछ छोरी चाहिँ अब यतिकै बस्नु पर्यो खासै फोटो भिडियो पनि लिनु पाएको छैन झगडा गरेर सुत्यो ब्रेकमा अब एकछिन ल है वी आर ब्याक अगेन नयाँ कपडामा फेरि ल है त हाम्रो यो डेकोरेसनको सबै हावा गइसक्यो ल अहिले बल्ल अब फोटो खिच्नु पाइन्छ कि फोटो खिच्दा थाक्यौँ हामी चाहिँ भिडियो बनाउँदा फोटो बनाउँदा एकदम थाक्यौँ फोटो खिच्नै गाह्रो रहेछ बच्चाहरूको त चिया खानु पनि पाइएन अरे यता हाम्रो डेकोरेसनको सबै हावा गइसक्यो कोही हेर न अहिले चाहिँ बल्ल मान्दै बसिरहेछन् अघि चाहिँ फोटो खिच्दा रोएर चलेर खिच्नै नमान्ने त्यही त अहिले कति रमाइलो गरेर बसिरहेछ हेर न त्यहाँ के हो ल हाम्रो 100 डेज फोटोसुटको कार्यक्रम यही सकिन्छ सबैलाई बाई बाई